नमस्कार सम्पूर्णलाई तपाईहरु सम्पूर्णलाई आजको यस भिडियोमा स्वागत गर्न चाहे। आजको यस भिडियोमा मैले तपाईहरुलाई विभिन्न जात-जाति र बाजासँग सम्बन्धित रहेर सामान्य ज्ञानको बारेमा जानकारी गराउने जमर्को गरेको छु। हस्त साथीहरु, तपाईलाई आजको यस भिडियोतर्फ लिएर जान चाहे। आजको सबैभन्दा पहिलो प्रश्न रहेको छ, मयूर नाच कुन समुदायमा प्रचलित नाच हो? साथीहरु, यस प्रश्नको सही उत्तर रहेको छ थारू नाच। मयूर नाच मुख्यतया थारू समुदायमा प्रचलित रहेको नाच हो। यसैगरी दोस्रो नम्बरको प्रश्न रहेको छ, तरवार नाच कुन जातिमा प्रचलित छ? साथीहरु, यस प्रश्नको उत्तर पनि रहेको छ थारू समुदाय। थारू जातिमा तरवार नाच प्रचलित रहेको छ। अर्को प्रश्न रहेको छ, चण्डी नाच कुन जातिको नृत्य हो? चण्डी नाच राई जातिको नृत्य हो। यसैगरी अर्को प्रश्न रहेको छ, चाचर नृत्य कुन जातिसँग सम्बन्धित नाच हो? साथीहरु, यस प्रश्नको सही उत्तर हो थारू। थारू समुदायमा चाचर नृत्य प्रचलित रहेको छ। अर्को प्रश्न, मारुनी नाच कुन जातिको प्रचलित नाच हो? मारुनी नाच मुख्यतया मगर जातिको प्रचलित नाच हो। यसैगरी अर्को प्रश्न रहेको छ, धिमे नाच कुन जातिमा प्रचलित नाच हो? साथीहरु, यस प्रश्नको सही उत्तर रहेको छ नेवार जातिमा। अर्को प्रश्न रहेको छ, स्याब्रु नाच कुन जातिको प्रचलित नाच हो? स्याब्रु नाच मुख्यतया शेर्पा जातिमा प्रचलित रहेको नाच हो। यसैगरी अर्को प्रश्न रहेको छ, बसन्त नाच कुन जातिमा बढी प्रचलित छ? साथीहरु, यस प्रश्नको सही उत्तर रहेको छ काठमाडौँका नेवार जातिमा बसन्त नाच प्रचलित रहेको छ। अर्को प्रश्न रहेको छ, गेहडी नाच कुन जातिको प्रसिद्ध नाच हो? गेहडी नाच मुख्यतया माझी जातिमा प्रचलित रहेको नाच हो। अर्को प्रश्न रहेको छ, कर्मा धर्मा नृत्य कुन जातिको प्रसिद्ध नृत्य हो? झागड जातिको प्रचलित नृत्य हो। यसैगरी अर्को प्रश्न रहेको छ, गन्धर्व जातिको परम्परागत बाजालाई के भनिन्छ? सारङ्गी भनेर भनिन्छ। अर्को प्रश्न, विशेष गरी खिर्राका काठबाट बनाइने 4 वटा तार भएको र ताललाई रेटिएर बजाइने बाजालाई के भनिन्छ? साथीहरु, यस प्रश्नको सही उत्तर रहेको छ सारङ्गी। अर्को प्रश्न, काठमा छाला मोडेर बनाइएको तामाङ जातिको प्रचलित बाजा कुन हो? काठमा छाला मोडेर बनाइएको तामाङ जातिको प्रचलित बाजा भनेको डम्फु बाजा हो। यसैगरी तामाङ जातिले बजाउने डम्फु बाजा कुन जनावरको छालाबाट बनाउने गरिन्छ? डम्फु बाजा बाख्राको छालाबाट बनाउने गरिन्छ। प्रश्नलाई निरन्तरता दिने क्रममै अर्को प्रश्न रहेको छ, पञ्चे बाजामा कुन कुन पर्दछन्? साथीहरु, पञ्चे बाजामा दमाहा, सनाई, नरसिंगा, झ्याली र ट्याम्को पर्दछन्। अर्को प्रश्न रहेको छ, काँसको धातुबाट बनेको दुवै हातले ठोक्काएर बजाइने लोकबाजालाई के भनिन्छ? झ्याली वा झ्याम्टा भनेर भनिन्छ। अर्को प्रश्न रहेको छ, तामाको धातुबाट बनेको घुमाउरो र लामो मुखले फुकेर बजाइने पञ्चे बाजा मध्येको एक बाजालाई के भनिन्छ? यस बाजालाई नरसिंहा बाजा भनेर भनिन्छ, जुन बाजा पञ्चे बाजा अन्तर्गत पर्दछ। यसैगरी अर्को प्रश्न रहेको छ, धातुबाट बनेको ओठले च्यापी फुकेर बजाइने पञ्चे बाजा मध्येको एक बाजा कुन हो? साथीहरु, यस प्रश्नको सही उत्तर रहेको छ सहनाई। अर्को प्रश्न,
शेर्पा जातिको मुख्य पर्व कुन हो? शेर्पा जातिहरूको मुख्य पर्व भनेको लोसार हो। लोसार पर्व कति प्रकारका हुन्छन्? यस प्रश्नको सही उत्तर रहेको छ 3 प्रकारको। तिनीहरू भनेको तमु लोसार, सोनाम लोसार र ग्याल्बो लोसार रहेको छ। तमु लोसार कुन जातिका समुदायले मनाउने गरेको पाइन्छ? साथीहरू, तमु लोसार गुरुङ अथवा थकाली समुदायको मानिसहरूले मनाउने गरेको पाइन्छ। अर्को प्रश्न, सोनाम लोसार कुन जातिको समुदायले मनाउने गरेको पाइन्छ? सोनाम लोसार तामाङ समुदायको मानिसहरूले मनाउने गरेको पाइन्छ। यसै गरी अर्को प्रश्न रहेको छ, ग्याल्बो लोसार कुन जातिका समुदायले मनाउने गरेको पाइन्छ? शेर्पा तथा भोटे जातिका भोट प्रदेशमा बस्ने शेर्पा तथा भोटे समुदायका मानिसहरूले ग्याल्बो लोसार मनाउने गर्दछन्। यसै गरी अर्को प्रश्न रहेको छ, थारू जातिको मुख्य चाड कुन हो? साथीहरू, थारू जातिको मुख्य चाड भनेको माघी पर्व हो। हस् त साथीहरू, आजको यस भिडियोमा मैले तपाईँलाई विभिन्न जात जाति र बाजासँग सम्बन्धित रहेको सामान्य ज्ञानको बारेमा जानकारी काठमा छाला मोडेर बनाइएको तामाङ जातिको प्रचलित बाजा भनेको डम्फु बाजा हो। यसै गरी तामाङ जातिले बजाउने डम्फु बाजा कुन जनावरको छालाबाट बनाउने गरिन्छ? डम्फु बाजा बाख्राको छालाबाट बनाउने गरिन्छ। प्रश्नलाई निरन्तरता दिने क्रममै अर्को प्रश्न रहेको छ, पञ्चे बाजामा कुन कुन पर्दछन्? साथीहरू, पञ्चे बाजामा दमाहा, सनाई, नरसिंगा, झ्याली र ट्याम्को पर्दछन्। अर्को प्रश्न रहेको छ, काँसको धातुबाट बनेको दुवै हातले ठोक्काएर बजाइने लोकबाजालाई के भनिन्छ? झ्याली वा झ्याम्टा भनेर भनिन्छ। अर्को प्रश्न रहेको छ, तामाको धातुबाट बनेको घुमाउरो र लामो मुखले फुकेर बजाइने पञ्चे बाजा मध्येको एक बाजालाई के भनिन्छ? यस बाजालाई नरसिंहा बाजा भनेर भनिन्छ, जुन बाजा पञ्चे बाजा अन्तर्गत पर्दछ। यसै गरी अर्को प्रश्न रहेको छ, धातुबाट बनेको ओठले च्यापी फुकेर बजाइने पञ्चे बाजा मध्येको एक बाजा कुन हो? साथीहरू, यस प्रश्नको सही उत्तर रहेको छ सहनाई। अर्को प्रश्न, शेर्पा जातिको मुख्य पर्व कुन हो? शेर्पा जातिहरूको मुख्य पर्व भनेको लोसार हो। लोसार पर्व कति प्रकारका हुन्छन्? यस प्रश्नको सही उत्तर रहेको छ 3 प्रकारको।